श्रीमद् भागवत गीता पढ्ने उहिलेदेखि रहर थियो। घरमा यो बुक छँदाछँदै पनि मैले कहिले पढ्न सकिनँ। तर 2 वर्ष अगाडि अब त म जसरी भए नि श्रीमद् भागवत गीता पढ्छु भनेर मैले सुरुवात गरेँ। तर बीचमा 2-3वटा अध्याय पढेर छोडिदिएँ। यो श्रीमद् भागवत गीता पढ्ने पनि अवसर जुड्नुपर्ने रहेछ साथीहरू। कोलाई इच्छा छ कमेन्ट गर्नुहोला। कोलाई अनि के रे अहिले चाहिँ मैले श्रीमद् भागवत गीता फेरि 2 वर्षपछि सुरु गरेकी छु। अनि श्रीमद् भागवत गीता सुरुवात गर्दा पहिलेको जस्तै बीचमै छोड्ने हुँ कि भन्ने जस्तो हुन्थ्यो। अहिले चाहिँ मलाई दिनमै यो पुरै किताब पढिसकौँ कि जस्तो अनुभूति हुन्छ। अझै पढौँ जस्तो लाग्छ। अनि तर घरको काम र व्यस्तताले गर्दा मैले कहिले यस्तै जुन दिन जति फुर्सद हुन्छ 1 अध्याय, आधा अध्याय या कति श्लोक पढ्ने, कति पेजहरू पढ्ने भनेर त्यही हिसाबमा पढ्ने गर्छु।